चेला निर्माण गरे। हालेलुया। आज मण्डलीको आवश्यकता भनेको चेला निर्माण हो। यदि चेला छैन भने आउने समयमा हाम्रो मण्डलीलाई कसले अगुवाई गर्ने, कसले अगाडि लैजाने, त्यो कुरा चाहिँ एकदमै जरुरी छ। यसकारण हामी चाहिँ सबभन्दा पहिला चाहिँ दर्शनको विषयमा बुझ्नुपर्छ। दर्शन भनेको हुन आउने कुराको अग्रिम झलक हो। हुन आउने कुराको अग्रिम झलक। यदि तुम चाहते हो कि जब प्राचीन गांव में एकदमै सब आदमी अच्छे हुए विश्वासी और एकदमै सबै आदमी सँगै प्रार्थना करो कि आराधना करें परमेश्वर के, तब वो से पहले प्रिय हो तुम के वो के प्रार्थना करते हैं और परमेश्वर को दर्शन के हमें पूर्ण करते हैं। आमेन। आमेन। हामी धेरैचोटि सपना देख्छौँ अनि हामी भन्छौँ मैले दर्शनमा देखेँ, त्यो होइन प्रिय। दर्शन भनेको त निदाएर देख्ने होइन, तर देखेपछि निदाउने होइन। हालेलुया। हालेलुया। दर्शन भनेको निदाएर देख्ने होइन, तर देखेपछि निदाउने होइन। त्यहाँ एक पास्टर कहिरहे, जो राजु लामा नामको एक पास्टर काठमाडौँको, ओझा एकदम असल सही बात कहिरहे। तर पनि अहिलेको समयमा हामी धेरै ठाउँमा देख्दछौँ, धेरैजनाहरू जुन परमेश्वरको दर्शनलाई थाहा नगरी आफ्नै इच्छाले आफ्नै योजनामा चलिराखेका छन्। अब हामी यहाँ अलिकति म तपाईलाई भन्न चाहन्छु, दर्शन भएको र नभएको हामी कसरी थाहा पाउने, दुईटा कुरा मात्रै म तपाईलाई भन्न चाहन्छु।